सो वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ हामी पोखराबाट खुमै डाँडा जाँदैछु। हजुरहरूले देखिसक्नुभयो होला। ल अब चाहिँ हामी झिझेर जबरजस्त ट्रेकिङ जाँदै। हजुर मौसम चाहिँ एकदम जाडो भइरहेछ यहाँ। यो पारा केटीहरू कता गयो? यहाँ बुलेट बाइक काम छैन अफरोडमा। अस्ति मुस्ताङमा एउटाको टाउको फुस्किएको देखेको थिएँ मैले। त्यो जिपले टेन्सन दिएको अवस्था गम्भीर। मानिसले ओभरटेक हान्ने खोजिरहेको छ, प्रयास गरेर हान्न सकेन। प्रयास जारी छ हाम्रो ओभरटेक हान्ने। जक्सन घरपारी। ल अब चाहिँ हामी सारीपाखातिर हिँड्दै। Turn right, then turn left. टर्न राइट छ। सारीपाखातिर हिँड्दैछु अब। Turn left. टर्न राइट टर्न। यहाँबाट अब हिँड्दै हामी। ओ यहीबाट नाचिरहेर किन कन्टिन्यू नि। ल अब यहाँ चाहिँ चेक पोइन्ट रहेछ। एन्ट्री गर्नुपर्ने रहेछ यहाँ चाहिँ है खुमै डाँडा जाँदा। अब बाटो एकदम खतरा छ। ल कस्तो छ केटा? खुमै डाँडाको बाटो चाहिँ राम्रो छ, रमाइलो बाटो चाहिँ एकदमै रमाइलो छ। डो न हुँ दिन। ल अब जाने। खोला किला फोटो क्या लागि भिडियो भक पनि मेजा। अब बाटो यस्तो छ एकदमै चिप्लो। बाटो यस्तो छ है। गुरुङको बाइकले धेरै धोका दिएछ है। अब हाम्रो बाइक चाहिँ यता पार्क गर्यो अनि जाने। अब यहाँबाट ट्रेकिङ स्टार्ट। अब बाइक ट्रेकिङ कता जाने हो न? ओहो लोकल है। ल अब खुबै डाँडा जाँदै अब ट्रेकिङमा टक्क ल्याएर चट। अब यहीँबाट माथि जाने है। के माछा? ल
ठिक छ अब यहाँबाट बारेङ चढ्दै जाने के चाहिँ हेर त साथीहरू चाहिँ अर्क्यो अब हेलो ल बाटो सबै यस्तो छ मजा ल ट्रेकिङ गर्नेको यस्तै हुनुपर्ने ल कता पुग्यो होटल हेड क्वार्टर जस्तो आज मौसमले चाहिँ साथ दिएको छ है खुमाई गमात्रा अब चाहिँ यहाँ हामी घाँचोक पुगेर सारिफागा पुगेर यहाँबाट हिँड्दै ठिक छ सारिफागादेखि सुरुमा अलि बोरिङ जस्तो धेरै हिँड्नु पर्ने रहेछ त्यसपछि यस्तै सादा बाटो रहेछ नर्मल बाटो नै अब चाहिँ हिँड्ने टुबो डाँडामा हार्दिक स्वागत छ तपाईँहरूलाई जाऊ पिस अफ हेभेन भनेको यसले भन्छ क्या जम हो कि पिस अफ हेभेन भनेको के हो भाइ के छ र होइन सो यति लेस प्यास छ त लेस प्यास छ त ल पानी किने ल ठिक छ स्टाफ अन्ली है अरू चाहिँ कोही झन् पाउँदैन बाटोमा हामीलाई साथी भेटेको अवस्था है अब त्यसपछि हामी के छ वेलकम टु हिली ट्रेकर्स होमले है एउटा रेस्टुरेन्ट रहेछ हिले खर्का हिले खर्का यहीँ होला खाना खाने ठाउँ चाहिँ हामी ल फाइनली खाना खाने ठाउँ पुग्यो ल वेलकम होटल पिस अफ हेभेन त ड्रो त ल अब चाहिँ हामी खाना यहाँ खाने त्यसपछि सर्र हिँड्ने है टक्क लगाएर होटल पिस अफ हेभेन ल खानाको मेन्यु यस्तो छ किचन खाना खाने हिले डाँडामा आएर खाना खाँदै धेरै पुग्छस् खाना खाएर अब हिँड्दै वे टु हिले ट्रेकर्स होम रे अब यहाँबाट हामी लगभग 7 घन्टा हिँड्ने ल चिम्ले पनि पुग्यो हामी साथीहरू आउँदैछ तलबाट अनि हामी दुईजना चाहिँ अगाडि आएको ल वेलकम टु के हो चिचिम्ले होम रहेछ ल चिचिम्ले भ्यू पोइन्ट कोटासी ल कटेसी यस्तो बस्ने ठाउँ 3 दिनको लागि आउने भयो भने तपाईँहरू अनि फर्स्ट डे चाहिँ यहाँ बस्नुहुन्छ अरे मुखमा पुग्थ्यो धेरै डाँडा लालीगुराँस ल
가가면. 찐마 갈래 나니. तेरा बिजोक छ अब हामी चाहिँ दुईजना चाहिँ एकदमै छिटो हिँडेर धेरै नै अगाडि आइसकेको छौँ अरूहरू पछाडि आउँदै छ अब खोइ यहाँ कुट्ने हो कि के हो ओइ गदा नि रहेछ है हो वाउ बेस क्याम्प ल मेन डाँडा चाहिँ हो यो हो खुमाई डाँडाको अहिले चाहिँ पुरा कुहिरोले छेकेछ अब गन्तव्यमा पुगेपछि बिस्तारै सिनहरू देखाउँदै गरौँ त खोइ डाँडा आउँदा हजुरहरूले लालीगुराँस देख्न सक्नुहुन्छ है बाटोमा लालीगुराँसले भरिएको छ घराम डोलेर ट्रेक रमाइलो हुँदैछ पानीले एकदम भिजिएको छ भने तर पनि ट्रेक चाहिँ रमाइलो हुँदैछ ठाउँमा चाहिँ यस्तो बोटहरू टाँसिएको छ तपाईँहरू खुमाई डाँडा आउँदा केही दुःख नहोला भनेर खुमाई डाँडाको हेर्न कन्ट्याक्ट नम्बरहरू होटलको सबै ठाउँमै टालिएको छ चिसै भयो आइस जस्तो भएछ कपाल त यस्तो छुएपछि चिसो हुने खालको हुन्छ नि बाटो सबै यस्तो छ हेर्नु ऐसा है भाइ ल खुमाई डाँडा मेन ट्रेक चाहिँ यही हो डाँडा चाहिँ हौच दामी लालीगुराँस देख्न सक्नुहुन्छ हौच ओ हेर्नु वाउ हावा हालिदिन्छ हामी छु जाडो भयो अब चाहिँ एकदमै जाडो लालीगुराँस बाटोमा लालीगुराँस देख्न पाउँछ खोइ साँच्चीकै हो कि डुप्लिकेट हो खोइ डाँडा फोर्टी आइपुग्ने पर्ने किन हामी छुट्टै हिँडेर नै हुनसक्छ हिउँ पर्यो ल हिउँ पर्यो हिउँ पर्यो ल ठिक छ ल हाफमै हिउँ परेको अवस्था छ यहाँ दिदीहरू पोखराबाट आउनु भयो रहेछ हिउँ पर्यो दिदीहरू पोखराबाट आउनु भयो रहेछ बाटो चाहिँ यस्तो हिलो छ अलिक डेन्जर नै छ त्यतातिर भिडियो खिच्न सकेन अलिक गाह्रै बाटो भएर अब चाहिँ फेरि खिच्दैछ हिउँ पर्दैछ ग्रेट माछा पुच्ची टेल यही हो दाइ यही हो ल फाइनली आइपुग्यो हामी खुमाई डाँडा हिल ल यस्तो छ जाने ठाउँ चाहिँ ल
खुमाई डाँडा पुग्यो हामी खुमाई डाँडा पुग्यो यो रेस्टुरेन्टमा बस्न लाग्यो 360 डिग्री रेस्टुरेन्ट हो यहाँ यहीँ बस्न लाग्यो हौ यस्तो जाडो आमामा हिउँ परेछ हेर्नु न आइस हौ ल दिदीहरू पोखराबाट आउनुभयो रहेछ आउनु यता यस्तो छ घुम्न आएको मर्न आएको थाहै भयो एकदम चिसो छ परिरहेको छ अहिले चाहिँ एकदमै त्यो भएर म लाग्छ chắc thế gì sao vậy do bay do ráng sơ sơ bay ra nó to là cho nên đi cái gì cho nên là cái nào बेड चाहिँ यस्तो छ एकदम जाडो छु यो हामी चाहिँ कटेजमा सुत्यो किन रुममा सुतेको यता राति त कुहिरो आमा एकदम जाडो छ छानाले तातो हिटर अब खाना खाने टक्क लाएर यसरी अब खाना खायो अब सुत्ने अनि भोलि बिहान जाने डाँडामा बिहान उठेर 3 बजे उठेर हामी निस्किँदै कोर्जेन डाँडाको लागि अलि खल्ली बिल्ली छ बाटो पानी बढेछ आए हिउँ परेछ बिहान छु मिनाम दिदीहरू सिङ भाइ भाइ कु किरी मुला टोए सो जी जी जाला 치치 카미 투어 혼자 잡스 잉벌에서 ओरालो जाने होला नि भरेङ आउँछ कि के छ छु जम उता जाम ओन्डे कोड इंग्लिश त नि कोर्छ नि ल ठीक छ जाम बाटो यस्तो छ एकदमै खतरा बाटो छ तर यहाँ एउटा चिज चाहिँ मन पर्यो यो चाहिँ मछुपुछर गाउँपालिकाले व्यवस्था गरेको रहेछ ठाउँमा चाहिँ 45 मिनट 30 मिनट 15 मिनटमा के डस्टबिनको व्यवस्था रहेछ तारा ठाउँ चुफर्ने बाटो यस्तो छ है हिउँ चाहिँ हिउँ देखा भाइ मत बाटो चाहिँ एकदमै उकालो ओह्रालो झार्नुपर्ने छ राति बुझेर आउनु होला नत्र खाली बल्ली हुँदो रहेछ त्यहाँ तातो पानी खाने कार्यक्रम हुँदैछ यहाँ तातो पानी अब हामी हिँड्दै यस्तो छ अझै हाम्रो डेस्टिनेसन पुग्न अझै 1 आवर्स लाग्छ
अब म छेउछेउ हिमाल अब हामी चाहिँ खुमै डाँडा पुग्न लाग्यो यस्तो हु हेर्नु त नजिकै वाउ हु छु पानी चिसो हिजो हामी बसेको चाहिँ यहाँ अहिले चाहिँ हामी कर्छन डाँडा तर्फ जाँदैछु चिसोले बोल्नै सकेको छैन घटी सुकेछ ट्रेक आउँदा तपाईँहरूले न्यानो ज्याकेट चाहिँ लिएर आउनु होला सकेसम्म सो फाइनली हामी कर्चन डाँडा पुगेको छ कर्चन इन 5 मिनट अहिले चाहिँ कर्चन डाँडामै हामीले रुम एभाइलेबल छ आई नो हुन्छ ओके म चाहिँ उच्चर हिमाल हामी चाहिँ खुमै डाँडा कर्चन डाँडा छु पढेछ चढेर त घोरा आउने रहेछ यो यसले हान्छ पिस अफ हेभेन कर्चन डाँडा पुग्यो कर्चन डाँडा सर्चन डाँडा अब चाहिँ हामी त्यहाँ जाने अनि चिया खाने अनि फर्किने अब हिँड्दै छु एकदमै जाडो भयो बाटोमा यस्तो देख्न सक्नुहुन्छ अब कर्चन डाँडा नि हामी पुगिसक्यो छु एकदमै जाडो भयो अहिले चाहिँ कर्चन डाँडामै ट्रेन गयो जस्तो छ अब चाहिँ हामी गीत सुन्दै यहाँ आगो ताप्दै जाडो भएर एकदम यहाँ चाहिँ एकदम महँगो छ चौधको 300 लिन्छ पनि सक्यो यस्तो ठाउँमा आएर यस्तो खाना भयो है 300 रुपियाँको चाउचाउ 300 रुपियाँ पर एउटालाई खाने ल बाजे आछु दाइहरू चाहिँ अब हिँड्न लाग्छ दिदी र दाइ चाहिँ बस्नुपर्छ काठमाडौँबाट आउनु भयो रहेछ आछु अब चाहिँ हामी फर्किन लागेको खुमै डाँडाबाट
छु हामी फर्किँदै ल म चाहिँ बुझ्छु हिमाल ल फर्किँदै हामी कर्चन डाँडाबाट खुमाई डाँडा 2 आवर्स जति लाग्दो रहेछ अनि त्यसपछि कर्चन डाँडाबाट चिचिमले सारीपाखा भन्दै हिँड्ने रहेछ झारोले मर्न लायो पोस अब चाहिँ स्नोम्यान बनाउला अब हामी कर्चन डाँडा चाहिँ लगभग झरिसकेको छौँ अनि यहाँबाट चाहिँ हामी खुमाई डाँडातर्फ लाग्छौँ त्यसपछि त्यहाँ खाजा खाने अनि तल जाने अब चाहिँ खुमाई डाँडा पुग्यो ल खुमाई डाँडाको रेस्टुरेन्टहरू चाहिँ यिनीहरू नै हो ग्रिन कटेज 360 डिग्री भ्यू अनि यो चाहिँ के भन्छ ब्रदरहुड कटेज चाहिँ यस्तो हुन्छ खुमाई डाँडाको सबै रेस्टुरेन्टमा चाहिँ यो व्यवस्था चाहिँ रहेछ है सबैमा होइन ग्रिन कटेज यही हो ब्रदरहुड्स नागेको देलो फिस्टेल कटेज यहाँनिर रहेछ फिस्टेल कटेज भन्ने नि रहेछ You don't know. हामी बस्ने चाहिँ यहीँ हो 360 डिग्रीमा जाउँ हो यहाँ 360 डिग्री यस्तो छ कटेज तातो पानी खाने दिदीहरू चाहिँ फर्केर जानु लागेको रहेछ ब्रेकफास्ट के लाने जाना ल खाजा गुरुङ हजुर दाइयो यो त टिबेटन भाषा हो दाइ टिबेटन भन्दा पनि ल भाषा भन्छ यहाँ चाहिँ खादा लाउने व्यवस्था मंगूस केक गरिदिनु छ भने दिँदा हुन्छ है हुन्छ केही कुराहरू आफूलाई इच्छा नभएको चित्त नबुझेको कुराहरू छ भने सबै आफ्नो चित्त नबुझेको कुराहरू छ भने भन्दा हुन्छ तल रहनु चाहिँ त्यहाँबाट भाइहरू खाना के गर्नुहुन्छ खाना अब त धेरै जान्छ अब चाहिँ फर्केर जाँदै हाम्रो भाइहरू टिका सिक्का लायो अब क्युरोले मार्ने भयो छु हेर्नु त चिप्लो चाहिँ यस्तो ठाडै छ ठाडै होइन केटा आइसकेपछि लाली गुराँस त लिनु परिहाल्यो होइन लाली गुराँस लिनु त छ है लाग लाली गुराँस हाम्रो लोकल लाली गुराँस भन्नु एउटा त लिएर जाऊँ न यार यहाँसम्म आएर नि क्या राम्रो हेर चिनो कुमाई डाँडाको चिनो हो भाइ ऊ जो जहाँको
Wedding chud. हेर्दा अब हामी खुमै डाँडा चाहिँ काटिसक्यो यहीँबाट तात पनि जान मिल्ने रहेछ डल दे अब हामी भन्ज्याङ काटेर नि चिचिम्लेतिर लाग्दै अब पासाङ दे तुम दे अब चाहिँ हामी लगभग हाफ वे भन्दा पनि धेरै नै हिँडिसकेका छौँ अन्त दायाँहरू दिदीहरू पछिबाट आउँदैछ होइन हामी पाँचजना साथी चाहिँ यहाँबाट अलिक छिटो हिँडिरहेको छु अरूभन्दा नि अलिक छिटो नै हिँडिरहेको छु आज ट्रेक चाहिँ रमाइलो छ हिँड्दाखेरि चाहिँ त्यस्तो बाक्लो कपडा चाहिँदैन रहेछ तर माथि चाहिँ बाक्लो कपडा चाहिने रहेछ अनि सकेसम्म चाहिँ सुज चाहिँ राम्रो लगाएर आउनु होला सुज अहिले धेरै नै बाटो चिप्लो भएको छ अहिले पानी परेको कारणले समस्या छ ल पाँचौँ मान्छे त बाटो यस्तो छ पुरै भर्याङले अनि यस्तो अहिले चाहिँ हल्का साधारण बाटो जस्तो छ अघि चाहिँ भर्याङ थियो अलि भिडियो खिच्न नै गाह्रो हुने टाइपको हाम्रो एकजना चाहिँ यहाँ अब चाहिँ हामी हिलेबाट चिचिमले यो चाहिँ हामी खाना खाने ठाउँमै पुग्यो हिले जाने बाटो चाहिँ यही हो अब यहाँ चाहिँ पानी सानी केही खाने अनि तल हिँड्ने अब यहाँ थरेको यस्तो खायो अब जान लाग्यो फेरि फाइनली हामी यहाँ पुग्यो लगभग अब चारिपाखा पुग्न रहेछ अब 8-9 मिनट होला हिँडेर यहीँबाट साथीहरू चाहिँ पछिबाट आउँदैछ हामी दुईजना चाहिँ यहीँबाट टावर कसरी चार्ने हो बाजे भर्याङ दे अहिले अब चाहिँ हामी यहाँ यो टावर चाड्न लाग्छु छु आमा खेती होइन ये दोस्तो टावर जाऊ ल अब हामी चाहिँ यो टावर चाड्न लाग्यो टावर चाड्न मिल्छ अरे यो टावर चाड्ने खालको टावर नै हो टावर जाँदै खिचे ऐ फोन खेलाउँछौँ या अब चाहिँ साथीहरू चाहिँ पछिबाट आउँदैछ कुरेको आएन अब हामी चाहिँ बाइक राख्ने ठाउँमा जाँदै चारिपाखामा बाइक र साधनहरू राखेर जाने
यदि जिपमा आउनुभयो भने तपाईँहरू हरिचोकदेखि जिप रिजर्भ गरेर आउन सक्नुहुन्छ यहाँसम्म जिपको पर पर्सन 500 लिँदो रहेछ हामीले चाहिँ हिजो बाइक यहाँ राखेको थिएँ खेती अब साथीहरू पनि आयो अब यहाँ एकछिन बस्छौँ फ्रेस हुन्छौँ अनि जान्छौँ ल अब ब्रस सरस हान्यो अनि बाइक स्टार्ट हान्यो अब जाने हो फर्केर यहीँ सक्यो हाम्रो ट्र्याक चाहिँ अनि यहाँबाट बाइकमा जाने त्यसपछि घर जाने अब चाहिँ सेट धन्न स्पेयर खस्दिरह अब चाहिँ हामी हिँडेको यहाँबाट चाहिँ बाइकमा हरिचोक लगभग 1 hours 45 minutes 30 minutes जति लाग्दो रहेछ अफरोड छ त्यसपछि के हुन्छ हेरौँ अब खाना खानु जाने भन्ने छ फेरि केटाहरूले अब के भन्छ फर्केर जाँदै खाना खानु लाग्यो खाना खाएर अब घर फर्किने जेम्स चाहिँ कलेज सक्यो फाइनली गाइस पोखरा पनि पुग्यो अब चाहिँ खाना खाएर चाहिँ फर्किने